हेलो फोक्स, हामी केनाइन कम्पेनियन्स एउटा नयाँ भिडियो लिएर फेरि तपाईँहरू सामु आइसकेका छौँ र आजको हाम्रो भिडियोमा हामीले डोरे र पोकुलाई लिएर आएका छौँ। डोरे र पोकु हजुरले हाम्रो भिडियोजहरू फलो गर्नुहुन्छ भने हजुरहरूलाई पक्कै थाहा होला। यिनीहरू हामीले पालेको दुईटा मिनपिनहरू हो। मिनपिन भन्नाले मिनिएचर पिन्चर भन्छ यसको ब्रिडलाई, और मिनिएचर डोबरमेन पिन्चर भन्छ। सो बेसिकली यिनीहरू डोबरमेनको सानो भर्जन हो होइन, मिनिएचर डोबरमेन हो। अनि यिनीहरू चाहिँ यत्रै हुन्छ, यिनीहरू एडल्ट 2 वर्षको भयो यिनीहरू दुइटै। र डोरे चाहिँ हामीले इन्डियाबाट मगाएको हो। इफ यु अगेन फलो आवर भिडियोज यु नो होइन, हामीले यो करिब 8-9 महिना अगाडि इन्डियाबाट मगाएको हो। र आज चाहिँ हामीले यो भिडियोमा चाहिँ हजुरहरूलाई कम्पेरिजन भिडियो जस्तो 8-9 महिना अगाडि हामीले मगाउँदा कस्तो थियो र अहिले कस्तो छ होइन, हामीले लिङ्क पनि हालिदिनेछौँ तल डिस्क्रिप्सनमा पहिलाको भिडियोजहरू, सो द्याट यु गेट अ रेफरेन्स होइन। सो यो डोरेको टाउको होइन, टाउको बडी मसल्स सबै होइन, यु क्यान सी इज भेरी डिफ्रेन्ट नाउ होइन। 1 वर्ष पनि नहुँदै स्टे 1 वर्ष पनि नहुँदै इज भेरी डिफ्रेन्ट। एन्ड पोको इज काइन्ड अफ न्युली प्रेग्नेन्ट। सो उसकोमा अब त्यस्तो मसलहरू नै त देखिँदैन होइन, सी काइन्ड अफ लुक्स अ फ्याट। तर द थिङ वी वान्ट टु से इज यो जुन यो डोरेको पोकोको जुन यस्तो यो म्याजिकल स्ट्रक्चर चाहिँ जुन यस्तो ऊ छ, यो चाहिँ हामीले केही म्याजिक गरे होइन। इट्स नथिङ लाइक वी नो ब्ल्याक म्याजिक्स एन्ड अल होइन। इट्स अल अबाउट फिडिङ देम राइट होइन। एज अ डग ओनर, एज अ डग ट्रेनर, एज अ डग बिहेभियरिस्ट जे भन्दा पनि वाट यु पुट इन यो डग्स माउथ होइन, तपाईँले डगको मुखमा के खानेकुरा हालिदिनुहुन्छ र त्यो के खाएर हुर्किन्छ, के खाएर बाँच्छ भन्ने कुरा मेक्स अ लट अफ डिफरेन्स। अनि त्यही डिफरेन्स हामीले हजुरलाई यहाँ डोरेलाई स्पेसली राखेर देखाउन खोज्यौँ होइन। एन्ड देन यहाँ हजुरले कम्पेरिजन भिडियोजहरू पनि देख्न सक्नुहुन्छ। र हामीले धेरैवटा भिडियो राख्छौँ जहाँनिर हामीले कसरी खानिदिन्छौँ होइन। हामीले जहिले पनि र फिड गर्छौँ। सो र फिड भनेको के हो, कसरी खानिदिन्छौँ, हामीले भिडियोज पनि राख्छौँ। र तपाईँहरू हाम्रो स्कुलमा आउनुभयो भने हामी जहिले पनि हेल्प गर्न तयारै हुन्छौँ। तर अहिलेको मोडर्न डक्टर्सहरू होइन, स्पेसली नेपालमा भएको डक्टर्सहरूले चाहिँ र फिड गर्नुहुन्न भन्नुहुन्छ होइन। उहाँहरूलाई त्यस्तै पढाइएको छ। तर अब मलाई त्यही पढाइयो भन्दैमा त्यही कुरालाई अब फलो गर्नु ठिक हुन्छ कि आफ्नो पनि रिसर्च गर्नु ठिक हुन्छ, अब त्यो त सबैले आफूले सोच्ने कुरा हो। तर विदेशी डक्टर्सहरू जस्तो युरोपियन डक्टर्सहरू वा अमेरिकन डक्टर्सहरू वा ब्रिटिस डक्टर्सहरू वा चाहिँ जापानिज डक्टरहरू धेरैजनाले, अनि ट्रेनर्सहरू पनि स्पेसली ब्रिडर्सहरू धेरै विदेशमा चाहिँ धेरैजनाले र फिड गर्नुहुन्छ। धेरैजनाले चाहिँ तपाईँको र फिड गरेर ब्रिडिङ गर्नुहुन्छ, र फिड गरेर ट्रेनिङ गर्नुहुन्छ होइन, विभिन्न कुरा गरिन्छ। सो एकचोटि आफैले गएर चाहिँ युट्युबमा वा गुगलमा र फिडिङ भनेर सर्च गऱ्यो भने तपाईँले अगेन स्पोन्सर्ड नलेजहरू पनि भेट्नुहुन्छ होइन। एउटा नलेज भेट्नुहुन्छ जहाँ चाहिँ र फिड गर्नै हुँदैन भन्ने कुराहरू आउँछ, एउटा स्पोन्सर्ड नलेज। बिकज होइन कसैको पैसा छ नि त यस पछाडि, कसैको रोजीरोटी छ नि त। कसैले डग फुड बेचेर वा कसैले चाहिँ औषधि बेचेर पैसा कमाइरहेछ, त्यसले गर्दा स्पोन्सर्ड नलेजहरू आउँछ। त्यसलाई छानेर हेर्नुभयो भने देयर इज सम रियल इन्फर्मेसन अबाउट र फिडिङ होइन, स्पेसली युट्युबमा होइन। युट्युबमा जहाँ चाहिँ हामी जस्तो इन्डिभिजुअलले आफ्नो भिडियो राख्न सक्छ होइन, जहाँ चाहिँ अब आफ्नो रिसर्च बेस्ड भिडियोजहरू हुन्छ, त्यहाँ हेर्नुभयो भने। र डक्टर्सहरू पनि तपाईँलाई म यो तल डिस्क्रिप्सनमा लिङ्कहरू राखिदिन्छु डक्टर्सको, जसले र फिडिङलाई सपोर्ट गर्नुहुन्छ। धेरैजना डक्टरहरू हुनुहुन्छ अहिले जसले र फिडिङलाई सपोर्ट गर्नुहुन्छ। हामीले त यो गरेको लाइक 12-13 इयर्स भयो अहिले। एन्ड होइन, इफ यु वान्ट युर डग्स टु बी हेल्दी होइन, अब हामीले चाहिँ कसरी लिन्छौँ भने दिस इज नट अबाउट मनी होइन। अब अर्निङ मनी तपाईँको कुकुरको हेल्थको कस्टमा होइन, तपाईँको घरमा भएको फ्यामिली मेम्बरको हेल्थको कस्टमा मनी अर्न गर्नु वी डु नट थिङ्क इट इज एथिकल होइन। पाप लाग्ने कुरा भयो त्यो। सो इट्स समथिङ लाइक द्याट होइन। तर मान्छेहरूले यो आइडिया सेयर गरिरहेको छैन, डक्टर्सहरूले पनि यो आइडिया जानेर नबुझेर सेयर गरिरहेको छैन। तर समवन इज मेकिङ मनी आउट अफ द्याट होइन। अनि डोरी इजी द्याट्स नट दि ओन्ली प्रब्लम। द प्रब्लम इज होइन, हाम्रो डगको हेल्थ चाहिँ लुज भइरहेछ होइन। हाम्रो डग्सहरू जहिले बिरामी जस्तो दुब्लो पातलो होइन, अब नन मस्क्युलर होइन भयो भने कि त एकदम मोटो होइन, एकदमै अब हिँड्नै नसक्ने मोटो पिग लाइक, त्यो विभिन्न कुरा भइरहेछ। इट्स अल अबाउट द डायट होइन, वाट यु किप इन यर डग्स माउथ। सो द्याट्स भेरी इम्पोर्टेन्ट। आई थिङ्क एभ्री वान सुड डु देयर ओन रिसर्च होइन। डग्स क्याट्सहरू यिनीहरू लाइक धेरै एकदम ठुलो बुद्धि चाहिँदैन यो रिसर्च गर्नलाई। सिम्पल कुरा बुझेपछि डग्स क्याट्सहरू पहिल्यैदेखि मासु खाएर हुर्केको जनावर हो यिनीहरू होइन। 10,000, 20,000, 50,000 वर्षदेखि मासु खाएर र मिट खाएर अहिलेसम्म आएका हुन्। सो अहिले पनि यिनीहरूले र मिटमा सबभन्दा बढी थ्राइभ गर्छन्, सबभन्दा यिनीहरूलाई राम्रो हुन्छ। र यसमा डक्टर इन्जिनियर जसले पनि आफ्नो रिसर्च गर्न सक्नुहुन्छ। मैले पनि आफ्नै रिसर्च गरेँ पहिला होइन। हामी पनि पहिला अब आई वाज इन्टु
फिडिङ कुक्ड डायट होइन. पहिला म पनि सानो हुँदाखेरिमा when I started with dogs, I learned from यही अहिलेको मार्केटको जस्तै मान्छेहरू, अहिलेको डक्टर भेट डक्टर्सहरू, अहिलेको बजारमा भएको पेट ब्रिडर्सहरू, यिनीहरूबाट I started learning. तर later I found out maybe like 12-13 years ago, we found out that this is very wrong होइन. We are doing something very wrong to our canine companions. And then we started feeding raw, and the results are right before your eyes. No bukan Dori. Right before your eyes. So please folks, do your own research upon this, and if you need help, हामी जहिले पनि छँदैछौँ होइन हजुरहरूको हेल्प गर्नलाई. So with that said, happy dog training, happy dog feeding, canine companions, dog friendly dog training school.